नमस्ते टसी दिदी सम्पूर्ण मित्रहरूलाई आज चाहिँ बेलुकाको टाइममा भिडियो बनाउँदैछु। म चाहिँ दिउँसोको कामहरू सकेर बाहिरको काम गोठको धन्दा सब सकेर पनि नुहाई धुवाई गरेर चाहिँ यसो आराम गर्दै तपाईहरुलाई मेरो पहिलाको फोटोहरू देखाउँदैछु। यसो बस्दा बस्दै के दिमागमा आयो भने यसो फोटो हेर्नु मन पर्यो मलाई चाहिँ पुरानो फोटोहरू, अनि तपाईहरुलाई पनि देखाउने यसो भिडियो पनि हुने भनेर चाहिँ म चाहिँ फोटोहरू देखाउन गइरहेको छु। पहिलाको फोटोहरू, पहिलाको समयको फोटोहरू देखाउँदैछु तपाईहरुलाई, हेर्नुहोस् होला। कस्तो लाग्यो लाइक कमेन्ट पनि गरिदिनुहोस् होला है। अनि यो फोटो चाहिँ छ मेरो साथीहरूसँग खिचेको। अनि यो यल्लो कुर्ता लाउने चाहिँ म हो। पहिला बिहेन आउँदाको अब जवानीको फोटो भनौँ न। यो यल्लो कुर्ता लाउने चाहिँ म हो, अनि बिचको चाहिँ पेम हो, अनि छेउको चाहिँ फुटी मेरो साथीहरू घुम्नु जाँदाखेरि खिचेको यो फोटो चाहिँ। म चाहिँ साथीहरूलाई धेरै मिस गर्छु। पहिलाको यादहरू आउँछ है। अनि हाँस पनि उठ्छ, धेरै मेमोरिजहरू हुन्छ यो फोटो साथसाथ। अनि साथीहरूले पनि हेर्नुहोस् होला, उनीहरू पनि अब आफ्नो धुनमा छ है। आफ्नो फ्यामिली भइसकेपछि आफू हुन्छ। तरै पनि अब हेर्नुहोस् होला, यो फोटो हेर्नु होला। हाम्रो मेमोरिजहरू धेरै छ यो फोटोमा। अनि अर्को छ यो चाहिँ ग्रुपिङ फोटो भन्छ है। पहिला चाहिँ यो चाहिँ गाउँ कि वा हो, यहाँ हाम्रो घरदेखि तलनिर हाम्रै बारीमा खिचेको। यो चाहिँ माथि देख्नेहरू चाहिँ सब बारी गरा देख्नेहरू चाहिँ सब खेती गर्ने बारीहरू कस्तो मजाको देखिरहेको छ हाम्रो बारीहरू। अझै यस्तै पनि छ मेरो माइती घरको बारी चाहिँ अझै यस्तै छ। अनि म चाहिँ कुन चाहिँ हो भने त्यो हातमा किताब बोकिरहेको छ, स्वेटरको बोला माथि सुल्काएर। अनि यतापट्टि ओङ्मु छ, पेमा छ, मिङमा दुईजना अगाडि बस्नेहरू चाहिँ दुईजना मिङमा भन्छ। अनि उतापट्टि चाहिँ हाम्रो गाउँकै दाजु, उहाँ चाहिँ सिनियर क्लासको हुनुहुन्थ्यो त्यतिखेर गाउँकै। अनि अब चाहिँ अहिले सबै टाढा भइसकेको छ, कोही कता। अनि कोही अब भेट्यो भने कोही बोल्छ, कोही बोल्दैन, अब आफ्नो आदत है। तरै पनि ठिकै छ, मेरोमा चाहिँ फोटो चाहिँ रहिरहेको छ अझैसम्म। अनि कतिजना त राम्रो छ, बोल्छ, मेरो आफन्तहरू पनि छ। अनि यहाँ छ, यो चाहिँ माथि खिचेको गुम्पामा रामनवमीको टाइममा खिचेको। यो चाहिँ छोङछोरिन हो, यो चाहिँ गान्तोकमै छ होला अहिले सायद। बिचको चाहिँ फुटी, अनि त्यो अर्को पेन्ट लाउने चाहिँ म। अनि यो चाहिँ रामनवमीमा खिचेको माथि दर्मन गुम्पा भन्ने जग्गामा। अनि यो चाहिँ खतरा भएर खिचेको त्यतिखेर है, नयाँ स्वेटर नयाँ पेन्ट लगाएर चाहिँ। अब उहिलेको पोजहरू त यस्तै हुन्छ, क्यामेरामा खिचेको है। अनि भर्खरको त्यस्तै 14-15-16को टाइममा होला, वर्षको टाइममा होला। अनि यो चाहिँ हो स्टुडेन्ट लाइफमा चाहिँ हामी पिकनिक गएको थिएँ सबैजना साथीहरू। मङ्पू पिकनिक गएको थियो सरहरूसँग। मिसहरू चाहिँ परनिर खाना पकाउनु हुँदैछ, साथीहरू यता सब्जीहरू केलाउँदै गरेको छ। यो चाहिँ म चाहिँ टमाटर काट्दैछ यहाँनिर। उहिलेको फोटोहरू चाहिँ यस्तो हुन्छ। यी हेर्नुहोस् है, यहाँ हिरोनी भएर खिचेको अरे यो चाहिँ। अब
पुरानो भइसकेको छ फोटोहरू। यो गुराँसको छेउमा खिचेको यो चाहिँ। अनि यहाँ चाहिँ छ, यो चाहिँ स्कुल क्लास छुट्टी हुने टाइममा बोकले अनुहारहरू पनि कस्तो भइरहेको थियो त्यतिखेर चाहिँ। पबी भन्छ यो साथी चाहिँ, क्लासमेट हो, सँगै बस्ने। अहिले कहाँ छ पनि थाहा छैन ऊ पनि। यस्तो भइरहेको छ बोकले चाहिँ। स्टुडेन्ट लाइफमा चाहिँ बोक चाहिँ कस्तो लाग्छ र हेर्नुहोस् है, अनुहार चाहिँ यस्तो भइरहेको छ बोकले। अनि यो पनि स्टुडेन्ट लाइफकै फोटो हो। स्टुडेन्ट लाइफ रेडी भएर तलनिर जाँदाखेरि खिचेको आलुबारीमा, हाम्रै घरमुनि चाहिँ। अनि यो फोटो चाहिँ बिग्रेछ नानीहरूले केयरलेस गरेर। यो पनि क्लासमेटै हो, छङछुरिन। कहाँ छ कोनी ऊ पनि थाहा छैन, टाढो टाढो भइसक्यो। यो चाहिँ पेम र म, यो चाहिँ बाल्यकालको साथी पनि हो, मेरो कान्छी पुपूको छोरी। ऊ र म चाहिँ एकदम सानोदेखि नै सँगै हुर्केको, खाएको, सुतेको, सँगै बसेको। धेरै मिस गर्छु। बाध्यताले अब आफ्नो बाध्यताले टाढो भए पनि उसलाई चाहिँ धेरै मिस गर्छु म चाहिँ, अझै पनि धेरै माया गर्छु। अनि उसको त अब नानीहरू छोराछोरी ठुल्ठुलो भइसक्यो। पेम हो, यो पछाडि कुर्ता कालो कुर्ता लाउने चाहिँ पेम हो। उसलाई चाहिँ म धेरै मिस गर्छु अझै पनि। अनि उसको र मेरो मात्रै छ फोटो ज्यादा जस्तो। यो पनि पेम नै हो। यो चाहिँ मैले चाहिँ उसलाई फुल दिँदै गरेको है। उहिलेको पोस्टहरू चाहिँ यस्तो हुन्छ है, हेर्नुहोस् है। यहाँ तपाईँहरूको पनि छ भने देखाउनुहोस्। हाम्रो चाहिँ यहाँ पुरै अब यतिखेर चाहिँ स्टाइल पारेर खिचेको फोटोहरू हो, यस्तो हुन्छ। यो चाहिँ मेरो भाइ बहिनी, बिचको चाहिँ म, छेउछेउको चाहिँ मेरो भाइ र बहिनी। पहिला सानोमा खिचेको फोटोहरू सब बिग्रेछ। यो चाहिँ हो बिनु र म। बिनु पनि अहिले कहाँ छ कोनी थाहा छैन। यो केस फोल्ड गरेको चाहिँ बिनु हो, बिनु र म। ऊ पनि कहाँ छ थाहा छैन। उसलाई पनि धेरै सम्झिन्छु म, सम्झेको छु। यो चाहिँ आले गुम्पामा खिचेको फोटो। यो 15 अगस्तको टाइममा। अनि यो पनि पेम र मै हो। यो चाहिँ गान्तोक व्हाइट हलमा खिचेको। यिनीहरू चाहिँ कुवामा पानी खेलाउँदै हामी फोटो खिचेको। त्यहाँनिर चाहिँ क्यामेरा बोकेर फोटो खिच्ने मान्छेहरू पनि हुन्थ्यो। अनि त्यहाँ खिचेको हामी चाहिँ गान्तोक घुम्न जाँदाखेरि खिचेको। अनि यो चाहिँ म बिहे भएर फर्स्ट नानी, ठुलो नानी सानो हुँदाखेरि खिचेको फोटो हो। यो चाहिँ नानी ठुलो छोरासँग खिचेको। यो पनि बिहे नगर्दै खिचेको, पहिला नै खिचेको फोटो। यस्तो चाहिँ फोटो, उहिलेको फोटोहरू चाहिँ। अनि यो फोटो चाहिँ सब बिग्रेछ है। पहिला चाहिँ यस्तो बेगी कुर्ताहरू लाउँथ्यो। यो पनि गान्तोक व्हाइट हलमै खिचेको। पहिला चाहिँ म यस्तो थियो, सिकुटी परेको। अनि यो पनि पेम र मै हो, अङ्गलो मारेर खिचेको। जहाँ जाँदा पनि सँगै हिँड्थ्यो, हामी सँगै हुन्थ्यो पेम र म चाहिँ। कालो निस्किएको रहेछ त्यतिखेर चाहिँ, दिन अँध्यारो थियो होला सायद। अनि यति नै हो।
समय कति छिटो बित्छ है, जम्बै लाग्छ सोच्दा पनि। आजको भिडियो चाहिँ यति नै। अनि मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् होला। अनि जतिजनाले पनि सब्सक्राइब गरिदिनु भएको छ थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि साथ सपोर्ट दिइरहनुहोस् होला भन्दै आजको भिडियो यहीँ इन्ड गर्न चाहन्छु। थ्याङ्क यू फर वाचिङ।